एसआईआर में नाम हटाए जाने और विचाराधीन मामलों के खिलाफ मिरिक में जोरदार विरोध प्रदर्शन। मिरिक से एक बड़ी खबर सामने आई है। एसआईआर में नाम काटे जाने और विचाराधीन मामलों के विरोध में आज मिरिक में जोरदार प्रदर्शन किया गया। ये विरोध प्रदर्शन भारतीय गोरखा प्रजातांत्रिक मोर्चा और तृणमूल कांग्रेस के संयुक्त आयोजन में किया गया। प्रदर्शनकारियों ने मिरिक खंड विकास कार्यालय परिसर में एकत्र होकर जोरदार नारेबाजी की और अपनी नाराजगी व्यक्त की। प्रदर्शन के दौरान लोगों ने आरोप लगाया कि एसआईआर प्रक्रिया में कई लोगों के नाम अनुचित तरीके से हटाए गए हैं, जिसे लेकर आम जनता में असंतोष बढ़ता जा रहा है। इस विरोध प्रदर्शन में हिल्स तृणमूल कांग्रेस के चेयरमैन एलबी राय भी उपस्थित रहे। उनके साथ सभासद मिलेश राय, धुर बमजन, अरुण सिक्ची समेत कई अन्य जनप्रतिनिधि और पार्टी कार्यकर्ता भी मौजूद थे। फिलहाल प्रशासन की ओर से इस मामले पर कोई आधिकारिक प्रतिक्रिया सामने नहीं आई है। ब्यूरो रिपोर्ट, NAC न्यूज इंडिया। विचाराधीन रहेको We want justice. Justice, justice. केन्द्र सरकार We want justice. Justice, justice. सबैभन्दा पहिला त यो क्यानाडा रहेका सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक नमस्कार। र आज हामी मिरिकमा आज श्रीमान एलबी राई, श्री मिलेश राईज्यू, श्री सर्वमञ्जनज्यू, त्यसरी नै परेश खिर्कीज्यू, त्यसरी नै पञ्चायत समितिका सदस्यहरू राई समीर राईज्यू, विभिन्न पञ्चायतका प्रधान, उपप्रधान लगायत सदस्यहरू अनि जो जति यो भर्खरै एसआईआर भयो, त्यो एसआईआरबाट अस्ति 28 तारिकको जुन एउटा ड्राफ्ट लिस्ट निस्क्यो, त्यसमा रिलेटेड भएका एडजुडिकेसनमा परेकाहरू आज यहाँ उपस्थित छन् हैन। र यो दुःखलाग्दो कुरा हो कि हामी यहाँको रैथाने हुँदा पनि हाम्रो कतिपयजनाहरूको एकदम जेन्युन नामहरू डिलिट भएर गएको छ र कतिपय अब्जर्भेसनमा राखेको छ हैन, जुडिसियरी सेक्सनले। र त्यसको लागि आज डेपुटेसन दिन आज हामी बिडिओ अफिसमा आएको थियौँ र हामीले बिडिओ अफिसमा हामी डेपुटेसन दियौँ र डेपुटेसन दिएर हामीले बुझ्न चाह्यौँ कि यो रिलेसन किन भयो र एडजुडिकेसनमा के कारणले पर्यो भनेर हामीले धेरै कुरा भित्र बुझ्यौँ। र त्यो कुरा बुझेर आज सबैभन्दा पहिला त म जे जति रिलेसनमा परेका छ र एडजुडिकेसनभित्र छ उहाँहरूलाई प्यानिक नहुने म अनुरोध गर्न चाहन्छु। प्यानिक नभइदिनुहोस् होला। एसआईआर एउटा नर्मल प्रोसेस हो, तर यसलाई यस्तो सेन्सिटिभ र के भन्नु यो तरिकाको बनाइदियो कि इलेक्सनको मुखमा गरेर चाहिँ मान्छेलाई केही पनि टाइम दिनु खोजेन। यो चाहिँ सरकारको एउटा नीति हो, केन्द्र सरकार। किनभने चाहिँ प्यानिक भएर इलेक्सनको मुखमै चाहिँ उनीहरूले भोलि दिनमा चाहिँ बङ्गालको सरकारलाई र यहाँको क्षेत्रीय प्रशासनलाई दोष होस् भन्ने उहाँहरूको रणनीति थियो होला, तर त्यो हुन सकेन। र अब मेन मुद्दा हामी होइन, अब डिलेसन र जुन एडजुडिकेसन छ, हामी भित्र गयौँ के कारणले चाहिँ आज डिलेसन भयो हेर्नुहोस्। यहाँ के रहेछ मेन कुरा बुझ्दाखेरि इसिआईले र सुप्रिम कोर्टले जे अर्डर गरेको थियो त्यो इसिआईले भाइलेट गर्यो। हामीले त्यो प्रमाण आज पायौँ। त्यो अनुसार जुन कागजपत्रहरू जुन मागेको थियो हाम्रो मान्छेहरूले त्यो कागजपत्र बुझाएको, तर यहाँबाट एक्सेप्ट भए तापनि माइक्रो अब्जर्भर र साथै अब भनौँ एआई जेनेरेटेड आजकल जमाना एआईको छ, तपाईँलाई याद छ, त्यसले गर्दा कति यो एडजुडिकेसन र डिलेसन भयो। र अब हाम्रो काम के रहनेछ भन्दामा भोलि शनिबार पर्सि आइतबार हो, हाम्रो टिम अब गाउँ डुल्नेछ या हामी क्याम्प राख्छौँ र हामी एउटा डिओलाई, डिस्ट्रिक्ट इलेक्सन अफिसरलाई हामी एउटा चिठी गर्छौँ र प्रत्येक डिलेसन हुनेले कि हाम्रो यो डिलेसन भएको छ र यसलाई रिकन्सिडर गर्नको लागि चाहिँ जुन सम्बन्धित कागजपत्रहरू छ, कागजपत्र हुँदा पनि जुन डिलेसन भएको छ तिनीहरूलाई लिएर आज हामी अप्लाई गर्छौँ। त्यो सोमबारदेखि लिएर 15 तारिकभित्रसम्ममा र हाम्रो त्यो कार्य रहनेछ। हामी त्यो मिलेर अब हामी किनभने यही हो सोसियल सर्भिस हामीले गरिदिनु पर्ने भने हामीलाई दिनुसम्म दियो, त्यसको जवाब सायद भोलि दिनमा ब्यालेट बक्समा हाम्रो जनताले तिनीहरूलाई दिनेछ, दिँदैन भन्ने कुरा पनि होइन। यहाँ प्यानिक बनाउनु खोज्यो, यहाँ मान्छेमा झगडा लाउनु खोज्यो, यसको जवाब दिनुपर्छ। किनभने यहाँ अहिले यो बिजेपीले गरेको होइन भन्छ त इसिआईलाई त बिजेपीले खेलाएको हो नि त। जुन मान्छेले आज म चट्टान भएर उभिन्छु गोर्खाहरूको लागि भनेर आज किन बोल्दैन? जुन मान्छेले गोर्खाहरूको एउटा नाम काटिँदैन भन्ने कुरा गर्यो त्यो मान्छे आज किन बोल्दैन? यो नाम काट्यो, यो एडजुडिकेसन भित्र पर्यो, त्यसको जिम्मेवारी कसले लिने? जुन यहाँका श्रमिकहरूले बिहानको चिया दुःख हिउँदो बर्खा नभनिकन, घाम पानी नभनिकन, जसले बिहान चिया टिपेर, जसको चिया पिएर त तपाईँको निन्द्रा खोलिन्छ, त्यो चिया
खाने श्रमिकहरूको नाम काटिँदा तपाईँलाई दुःख लाग्दैन? जुन गोर्खा सैनिकहरूको परिवारले आज यो भारतको देशको सिमानामा देशलाई सुरक्षा गर्नका लागि रात दिन खटिरहेका छन्, उनीहरूको परिवारको, उनीहरू पेन्सन होल्डर्सहरूको पनि नाम काटिँदाखेरि तपाईँहरूको मन खट्किँदैन? भायोलेसन त तपाईँहरूले पनि तपाईँहरूको अर्डरको गर्नु भएको छैन नि त, त्यो अर्डर मानेको छैन नि त तपाईँहरूले। तपाईँहरूले कुन चाहिँ दाढीवाला चाहिँ खोज्नु भएको? कुन चाहिँ दाढीवाला र कुन चाहिँ काँडेतार खोज्नु भएको? त्यो काँडेतार त्यो दाढीवालाहरू भेट्यो होइन? मान्छेलाई इङ्गित नगर्नुहोस्। हो, एसआरलाई हामी पक्का समर्थन गर्छौँ, एसआर हुनुपर्छ, तर ट्रान्सपरेन्ट तरिकाले मान्छेलाई टाइम दिएर र हामी हाम्रो काम गर्नेछौँ र समयमा हामी त्यसको जवाब पनि दिन्छौँ। मिरिकको जनताले पक्कै पनि ब्यालेट बक्समा भोलिको दिनमा त्यसको जवाब दिनेछ, दिँदैन भन्ने कुरा होइन। र सोमबारको दिन याद गर्नुहोस् होला, हाम्रो मान्छे, हाम्रो टिमहरू अब घर घर पुग्छ र घर घर पुगेर कतिवटा टिम त आजदेखि नै हिँड्नु थालिसकेको छन् र तपाईँहरूको डकुमेन्टेसन हेरिदिन्छ। अगर तपाईँहरूकोमा 75% पनि अगर तपाईँहरूकोमा डकुमेन्टेसन छ भने हामी तपाईँहरूसँग गएर फिजिकल्ली तपाईँहरूलाई डिएम अफिस लगेर पनि डियुकोमा गएर हामी तपाईँहरूको यो रिकन्सिडरेसनको लागि एप्लिकेसन हामी जम्मा गर्छौँ। यो क्याम्प भन्नुपर्ने यो चाहिँ कुन स्तरमा हुन्छ? गाउँ यो गाउँमा त्यो पनि हामी के छ, डिलेसनको घर घरमा जान्छौँ, घरमा जान्छौँ या वरिपरि घर छ भने एक जग्गा थुपार्छौँ उनीहरूलाई। हामी गाउँमा हामी उनीहरूलाई आज गाडी भाडा पेलेर बजार आऊ मिरिक आऊ भन्ने दुःख दिन चाहँदैनौँ। हामी गाउँमा जान्छौँ, किन उनीहरूले हामीलाई जसरी बुथ स्तरमा जति छ बुथ लेभलमा हामी गर्छौँ, किनभने उनीहरूले हामीलाई भोट दिएर आज पब्लिक रिप्रेजेन्टेटिभ बनाएर हामीलाई पठाएको र हामी हाम्रो दायित्व पनि हो उनीहरूलाई यो दुःखद घडीमा उनीहरूसँग उभिएर आज उनीहरूको काम सचाइदिने हाम्रो दायित्व हो र हामी त्यो काम हामी। तपाईँले अघि भन्नुहुँदै थियो कि हामी भित्र बसेर धेरै कुरा बुझ्यौँ भन्नुभयो होइन? कहाँ पुगेर बुझ्दाखेरि चाहिँ के लाग्यो, दोष चाहिँ कसको रहेछ त यो? हेर्नुहोस् यहाँ दोष सबैभन्दा पहिला त केन्द्र सरकारको एसआर मुखैमा लायो, इलेक्सनको मुखमै। किन 3 वर्ष अगाडि लाएन त? किन 21, 22, 23, 24मा लाएन त? किन मुखैमा, भोटकै मुखैमा, किन यहाँ, किन बिहारमा लाउनु पर्ने? अर्को कुरो, मान्छेलाई फेरि डकुमेन्टेसन ठिक गर्ने टाइम पनि त दिनु पर्यो। कहाँ मान्छेकोमा भन्ने बित्तिकै डकुमेन्टेसन हुन्छ? घरमा बुढाबुढी मात्रै हुन्छ। 80-90 वर्ष पुगेको बुढाबुढीहरूले कहाँबाट डकुमेन्टेसन ठिक पारोस्? छोराछोरीहरू काम नभएकोले गर्दाखेरि बेरोजगार भएर आज विदेशमा छन्, अन्य राज्यहरूमा छन्, उनीहरूको डकुमेन्टेसन कसले ठिक पारिदिन्छ? यहाँ बिएलओलाई दोष आउँछ, बिएलओको दोष छैन। बिएलओ त रात दिन लागि परेर आज उनीहरूले राति 12 सम्भाम हियरिङ गरेर आज उनीहरूले आफ्नो काम गरेको छैन भन्ने कुरा गर्दैन। तर यहाँ टाइम नदिनु चाहिँ कसको? इसिआईको काम हो नि त, टाइम दिनुपर्छ नि त यस्तो कुराहरूको लागि। कहाँ भन्ने बित्तिकै हुन्छ? चाहन्छु प्यानिक नहुनुहोस् तपाईँहरू। यो जति पनि डिलेसनमा परेको छ, एडजुडिकेसनभित्र परेको छ, पक्कै पनि हो यो जुडिसियरी म्याटर भएको छ एडजुडिकेसनको। त्यो जुडिसियरीले हामीलाई थाहा छ हाम्रो न्याय प्रणाली एकदमै ट्रान्सपरेन्ट छ र भोलिको दिनमा न्याय प्रणालीले एकदमै न्यायोचित भोलिको दिनमा न्याय दिन्छ भन्ने आशावादी छौँ। र डिलेसनको लागि कुन डकुमेन्टेसन उनीहरूको ठिक भएको छैन, उनीहरूले बनाउनु सकेको छैन, त्यसको लागि हामी प्रक्रिया चालु गर्नेछौँ र प्रक्रिया गरेर हामी 15 तारिकभित्रमा उनीहरूलाई मिरिक दार्जिलिङ डिओकोमा गएर हामी उहाँहरूको एप्लिकेसन दिन्छौँ र हामी यसको लागि अब कम्मर कसेको छौँ। यसको लागि हामी लागि परेको छौँ। हामी बुथ स्तरीय लेभलमा हामी जान्छौँ। हामी घर घर गएर तपाईँहरूको यो जुन आज तपाईँहरूको यो जुन भनौँ सङ्कट आइपरेको छ तपाईँहरूको लागि, किनभने नागरिकता हो यो एउटा भोटर आइडी कार्ड भनेको एउटा नागरिकता समान हो र तपाईँहरूलाई सुरक्षित तपाईँहरूको जग्गामा तपाईँहरूको माटोमा सुरक्षित राख्ने हाम्रो जति पनि हामी जनप्रतिनिधिहरू छ, जनप्रतिनिधिहरूको जिम्मेवारी हो र हामी त्यसमा लागि परेको छौँ। तपाईँहरूले पनि हामीलाई सहयोग पुर्याउनुहोस्, हामी पनि तपाईँहरूलाई सहयोग गर्नेछौँ। धन्यवाद।